हाम्रो सानो टाउन तामुलपुरमा पनि यस्तो एउटा ठुलो हस्पिटल खोलिएको छ जसले गर्दा हामीलाई धेरै सहयोग भइरहेको छ। सो हेलो नमस्ते सबैलाई। आज म मेरो अजीलाई हाम्रो सानो सहरमा नयाँ खोलेको सरकारी हस्पिटल लिएर जाँदैछु। पहिला हामी सानो सानो केही बिमार हुँदाखेरि बाहिर जानु पर्थ्यो, तर अब यो गर्नु परेन। हाम्रै गाउँको छेउमा सानो सहरमा एउटा ठुलो नयाँ सरकारी हस्पिटल खोलेको भएर धेरै धेरै सुविधा भइरहेको छ। यहाँनिर हामी जस्तो मध्यम परिवारको मान्छेहरू र गरिब दुखीहरूलाई यहाँ धेरै सुविधा हुन्छ। यो मेरो सेकेन्ड भिजिट हो, तर मैले यहाँ अस्तिको पालि आउँदाखेरि यति हेरेको थिइनँ। आज चाहिँ म अजीसँग जाँदाखेरि एउटा राम्रो टुर गरौँ भनेर हेर्दाखेरि चाहिँ मैले थाहा पाएँ यहाँ हरेक डिपार्टमेन्टको बिरामीहरूको चिकित्सा गरिँदो रहेछ। मैले यहाँ यो पनि देखेँ कि पेडियाट्रिसियन पनि रहेछ, गाइनो पनि रहेछ, दाँतको, त्यहाँबाट आँखाको, बडीको, किडनी डायलिसिस प्लस तपाईँ जे पनि भन्नुहुन्छ इच एन्ड एभ्रिथिङ यहाँ एभाइलेबल थियो। त्यो देखेर चाहिँ म झनै बेसी बहुत सक भएँ अनि खुसी पनि लाग्यो कि हाम्रो यत्रो सानो जग्गा पनि यति ठुलो हस्पिटल खोल्यो कि अब हामी बाहिर दौ जानु परेन। तपाईँ देख्न सक्नुहुन्छ स्पेस पनि धेरै ठुलो थियो। इट वाज अ बिग हस्पिटल अनि त्यहाँबाट क्लिनिनेस त टप नचमा थियो, सबै क्लिन सफा, डक्टर्स पनि धेरै राम्रो मजाले बुझाउने होइन। हाम्रो अझैको चाहिँ हामीले इएनटीमा देखाएको थियौँ, त्यसपछि उहाँले हामीलाई ब्लड टेस्ट गर्नु भन्यो अनि हामीले ब्लड टेस्टहरू पनि गऱ्यौँ। तर त्यहाँ यही हो कि तपाईँ अगर त्यहाँ कहिले जानुभयो भने आफूसँग त्यो तपाईँको आयुष्मान कार्ड अन्त इभा कार्ड भनेर लेखेको छ हो, यो दुइटा चाहिँ अवश्य बोकेर जानु होला। त्यो उनीहरूले माग्दो रहेछ होइन। हाम्रो अझैको नभएर अलिकति गाह्रो भएको थियो, तर हामीले एरेन्ज गऱ्यौँ। फोटो भयो भने पनि धेरै सुविधा हुँदो रहेछ। त्यसपछि चेकअप भइसकेपछि अलिक भोक लाग्न थाल्यो। सो तपाईँ देख्न सक्नुहुन्छ हामी हाम्रै एउटा दिदीको दोकानमा गएर हाम्रो लन्च गऱ्यौँ, हामीले आफ्नो खाना खायौँ। अझैलाई चाहिँ हामीले रोटी र चिया दिएको थियौँ। पहिला मैले कोल्ड कफी दिएको थिएँ, खानुहुन्न भन्नुभयो, त्यहाँबाट हामीले ओआरएस दियौँ। त्यसपछि अझैले रोटी खानुभयो अनि यसै गरेर हामीले हाम्रो हस्पिटलको भिजिट फिनिस गरेर अहिले हामी वापस घर जाँदैछौँ। सो यही भन्नु चाहन्छु कि हाम्रो सानो जग्गा पनि अलिकति उन्नति गरेछ भनौँ न, धेरै धेरै राम्रो लाग्यो। अब हामी सानो या फिर ठुलो नै केही भयो भने टाढो जानु परेन, इमर्जेन्सीमा छेउमै हस्पिटल भयो। सो आजको मेरो यो भ्लग हेरेर हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला अनि मेरो होल भ्लग फुल हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू।